यो बढ्दै गएको गर्मीको कारणले शरीर एकदमै थाक्छ, एनर्जी नै नभए जस्तो दिनभरि फिल हुन्छ भने यहाँहरूले पनि मैले बनाए जस्तरी यो बदाम मिल्कसेक चाहिँ बनाएर अवश्य पनि खानुहोला। यो मिल्कसेकले चाहिँ छिनको छिनमा यहाँहरूलाई एनर्जी दिनेछ अनि यसलाई घरमा बनाउन निकै नै सजिलो छ। बजारको भन्दा हेल्दी अनि टेस्टी पनि बन्छ। सुरुमा चाहिँ हामीले दुधलाई तताउनु पर्छ। मैले एउटा प्यानमा आधा लिटर दुध बसालेकी छु। दुध चाहिँ मैले फुल क्रिम मिल्क नै लिएकी छु। हजुरहरूले गाईको भैँसीको प्याकेटको जे लिँदा नि फरक पर्दैन। अब यो दुधलाई चाहिँ हामीले तताउन बसाल्ने अथवा बोइल गर्न राख्ने। जबसम्म दुध चाहिँ बोइल हुन्छ तबसम्म हामी चाहिँ बदामलाई पिसेर रेडी गरौँ। यहाँ चाहिँ मैले हाडे बदामलाई मजाले 5-6 घन्टा पहिला भिजाएर राखिदिएकी थिएँ। बदाम चाहिँ मजाले भिजेको हुनुपर्छ। अब यो भिजेको बदामको हामीले बोक्रा निकाल्ने। आधा लिटर दुधको लागि चाहिँ लगभग 15-16 वटा बदाम लिनुभयो भने मजाले नै पुग्छ। अब सबै बदामलाई मैले चाहिँ बोक्रा तासेर एउटा मिक्सीको जारमा एड गरेकी छु। अनि फ्लेभरको लागि चाहिँ हामीले यसमा 4 वटा सुकमेल एड गर्दैछौँ। थोरै दुध राखेर यसलाई चाहिँ मसिनो हुने गरेर पिसेर रेडी गर्ने। यहाँ चाहिँ मैले बदामलाई पिसेर रेडी गरेँ। यता हाम्रो दुध पनि उम्लिसकेको छ। दुधलाई मजाले उमाल्ने। दुध मजाले उम्लिसकेपछि हिटलाई सानो गर्ने। त्यसपछि हामीले बदामलाई जुन पिसेर रेडी गरेका थियौँ त्यो बदामको पेस्ट यसमा राखिदिने। साथै हामीले यसमा गुलियोको लागि चिनी एड गर्दैछौँ। हजुरहरूले धागोवाला मिश्री पनि यसमा राख्न सक्नुहुन्छ। चिनी चाहिँ हजुरहरूलाई कतिको गुलियो मनपर्छ त्यो अनुसार पनि राख्न सक्नुहुन्छ। तर यो बदाम मिल्कसेक चाहिँ धेरै गुलियो हुँदैन, ठिक्कको गुलियो हुन्छ। त्यही भएर मैले यसमा 3 चम्चा चाहिँ चिनी एड गरेकी छु। अब चिनी र बदामलाई मजाले सानो आगोमा 3-4 मिनट जति चाहिँ पकाउन राख्नुपर्ने हुन्छ। जति राम्ररी बदाम पाक्यो त्यति नै मिठो फ्लेभर आउँछ। अब यो दुधलाई चाहिँ क्रिमी अलि गाढा बनाउनको लागि हामीले चाहिँ यसमा कस्टर्ड पाउडर एड गर्दैछौँ। कस्टर्ड पाउडर चाहिँ हजुरहरूले मजाले बजारमा किन्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ भेनिला फ्लेभरको कस्टर्ड पाउडर लिएकी छु। कस्टर्ड पाउडर चाहिँ हजुरहरूले विभिन्न फ्लेभरमा पाउन सक्नुहुन्छ। तर बजारमा जुन बदाम मिल्कसेक पाइन्छ त्यो चाहिँ भनिला फ्लेभरकै नै हुन्छ। त्यही भएर मैले भनिला फ्लेभरकै कस्टर्ड पाउडर एड गरेँ। मैले चाहिँ सानो चम्चाको लगभग 2 चम्चा जति चाहिँ कस्टर्ड पाउडर लिएकी छु। अब यसमा थोरै दुध राखेर मजाले घोल्नुपर्छ अथवा यसको चाहिँ लम्स फ्री ब्याटर हामीले रेडी गर्ने। यहाँहरूले दुधको साटो पानी राखेर पनि यसलाई चाहिँ मिक्स गर्न सक्नुहुन्छ। यो ब्याटरमा चाहिँ डल्लो रहनु हुँदैन, त्यही अनुसार यसको ब्याटर रेडी गर्ने। ल हेर्नुहोस् त, यहाँ चाहिँ हाम्रो यो ब्याटर पनि रेडी भयो। अब चाहिँ हामीले यसलाई दुधमा राखेर पकाउनु पर्छ। यता यो दूध र बदामलाई पकाउन थालेको पनि लगभग 4 मिनट जति चाहिँ भयो। यसमा मजाले बोइल आइसकेको छ। अब यो कस्टर्ड पाउडर चाहिँ हामी यसमा एड गर्दैछौँ। एक हातले कस्टर्ड पाउडर राख्नु होला, अर्को हातले चाहिँ चलाउनु होला, हैन भने यो कस्टर्ड पाउडर एकै ठाउँमा जमेर डल्ला पर्न सक्छ। अब कन्टिन्यू 1-2 मिनट जति चाहिँ हामीले यसलाई चलाउने। त्यसपछि चाहिँ नचलाइकनै 2-3 मिनट जति चाहिँ पकाउन छोड्नु भयो हुन्छ हजुरहरूले। कस्टर्ड पाउडरलाई पनि हामीले लगभग 3-4 मिनट जति चाहिँ मजाले नै पकाउनु पर्ने हुन्छ। कस्टर्ड पाउडरले चाहिँ दुधलाई क्रिमी अनि गाढा बनाउने काम गर्छ। लगभग मिडियम हिटमा मैले यसलाई 3 मिनट जति पकाएकी छु। 3 मिनट जति पकाइसकेपछि हाम्रो यो दुध चाहिँ यतिको भएको छ। अब चाहिँ हाम्रो यो बदाम मिल्कसेक बनेर रेडी भयो। तर मिल्कसेक चाहिँ हामीले चिसो चिसो खाँदा नै मजा आउँछ र चिसो नै खाइन्छ। त्यही भएर सेलाउनको लागि मैले यसलाई अर्को बाउलमा खनाएँ। अनि यो बदाम मिल्कसेक चाहिँ चिसो भइसकेपछि हामीले यसलाई फ्रिजमा राखेर मजाले चिसो बनाउने। यो बदाम मिल्कसेक चाहिँ यतिको गाढा हुनुपर्छ। ल हेर्नुहोस् त, म हजुरहरूलाई देखाउँदै पनि छु। चिसो भइसकेपछि यो चाहिँ योभन्दा पनि डबल गाढा हुन्छ। त्यही भएर सुरुमा योभन्दा गाढा चाहिँ नबनाउनु होला, किनभने सेलाइसकेपछि धेरै नै गाढा हुन्छ। अब यसलाई चाहिँ म फ्रिजमा राख्दैछु सेलाउनको लागि। अनि यो एकदमै चिसो भइसकेपछि म चाहिँ हजुरहरूलाई निकालेर देखाउने छु। फ्रिजबाट मैले यसलाई निकालेर पनि यहाँहरूलाई देखाउँदैछु। ल हेर्नुहोस् है, फ्रिजमा राखिसकेपछि हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा पहिलाको भन्दा डबल गाढा भएको छ र यो बदाम मिल्कसेक बनाउनको लागि एकदमै ठिक्कको छ। अब यसलाई चाहिँ हामीले चिसो चिसो सर्भ गर्ने अनि मात्रै पो एनर्जी आउँछ। यदि हजुरहरूले बनाएको मिल्कसेक चाहिँ योभन्दा पनि गाढा बनेको छ भने चिसो दुध मिक्स गरेर पनि इन्जोय गर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामीले ग्लासमा एड गर्ने अनि सर्भ गर्ने। सर्भ गर्दाखेरि पनि यसको माथिबाट चाहिँ अलिकति ड्राई फ्रुट्सहरू राखेर डेकोरेसन गरेर सर्भ गर्नु होला, एकदमै मिठो बन्छ।
अब यो गर्मीको मौसममा छिट्टै एनर्जी पाउन चाहनुहुन्छ भने हजुरहरूले पनि यो बदाम मिल्कसेक चाहिँ बनाएर अवश्य पनि इन्जोय गर्नुहोला। अनि रेसिपी चाहिँ यहाँहरूले साथी फ्यामिलीमा सेयर गर्न चाहिँ नबिर्सिनु होला नि। अब मेरो चाहिँ यो बदाम मिल्कसेक रेडी भयो। म चाहिँ हजुरहरूलाई पिएर पनि देखाउँदैछु। एकदमै मिठो बनेको थियो। यो रेसिपी चाहिँ अवश्य पनि ट्राई गर्नु होला है।